अब त्यो चाहिँ जोसुकै जितोस्। हेलो दाइ, यसपालि तपाईँलाई कसलाई भोट हाल्न मन छ? मलाई नि म चाहिँ हेर भाइ, अब भोट हाल्ने भने त्यस्तै हो। भोट हाल्ने दिनमा चाहिँ खसीको मासु र भात पेटमा टन्न हालेर सुत्ने हो। भोट सुट कसैलाई हालिदिनु भएर भोट हाल्नु नमिल्ने भएको छ कि मेरो। मैले बसमा भोटर आइडी छैन, अलिक बनाउनु ढिलो भयो, त्यही भएर भोट चाहिँ हालेको छैन। कुन चाहिँ पार्टीले जितोस् जस्तो लाग्छ तपाईँलाई? अब त्यो चाहिँ जोसुकै जितोस्। अब यसले जितोस् उसले जितोस् भन्ने छैन, जोसुकै जितोस्। त्यही हो, जसले जित्छ त्यो जित्ने मान्छेले चाहिँ अब इकोनोमिकली अब देशलाई अलिकति राम्रो बनाउनु पऱ्यो। यहाँ मेरो पसलमा ग्राहक आउनु पऱ्यो, मैले बेच्न पाउनु पऱ्यो, मैले सामान बेचेर चाहिँ ऋण तिर्न सक्नु पऱ्यो। अब अलिअलि बाउले जोडेको सम्पत्ति बेचेर विदेश जानु नपरोस् भन्ने कुरो मात्रै हो। जतिसुकै हामी जस्तो युवालाई चाहिँ सपोर्ट गरिदियोस् भन्ने मात्रै हो। अरू त केही छैन, जतिसुकै जितोस्। म न एमालेको पार्टी, न काङ्ग्रेसको पार्टी, न माओवादीको पार्टी, न राप्रपाको पार्टी, न अहिलेको घन्टीको पार्टी, न माटोको पार्टी, मलाई केही छैन। जसले जिते पनि भयो भन्ने लाग्छ। जुन पार्टीले जिते पनि गरखु इमाटोल दही मार्केट स्टोरमा सपिङ गरेर पठाइदिनु होला। धन्यवाद।